मेरो दर्शकहरूलाई म एउटा पत्ता देखाउँदैछु। यो सेगुनको पत्ता हो। यो पत्ता चाहिँ तपाईहरुले मार्नुहोस्, यसरी एकदम मजाले मार्नुहोस् कि अनि मार्नुहोस्। यसको चोप चाहिँ एकदम खुनसँग मिल्छ, एकदम खुन जस्तै देख्छ। यसलाई मार्नुहोस्। सेगुनको चाहिँ त्यो कलिलो पत्ता चाहिँ छिपेको छ हैन, कलिलो पत्ता छिपेको पनि हुन्छ, तर कलिलोको चाहिँ बेसी खुन जस्तो कलर हुन्छ। र तपाईहरुले कसैलाई झुक्याउन सक्नुहुन्छ कि मेरो हात काट्यो भनेर यसरी देखाउन सक्नुहुन्छ। खुनसँग पुरा मिल्छ त्यसको कलर चाहिँ, खुनै देख्छ पुरा। पहिला हामी सानोमा साथीहरुसँग यसरी झुक्याउँथ्यौं कि मेरो हात काट्यो भन्थ्यौं, अनि खै के भयो भनेर हेर्न आउँथ्यो। जान्नेले जानिहाल्छ, नजान्नेले चाहिँ झुकिन्थे कि। तर यसरी खोलेर हेर्दाखेरि चाहिँ पत्ता हुन्छ, त्यो भित्र चाहिँ पत्ता माडिएको हुन्छ। यसम खुन जस्तै हुन्छ, एकदम खुनको कलरसँग मिल्छ। र तपाईहरुले पनि काहीँ सेगुनको पत्ता भेट्यो भने माडेर हेर्नुहोस् त, पुरै खुन जस्तो हुन्छ। र कति पाराले त जान्दछ, कतिले जान्दैन नि यो चाहिँ यस्तो हुन्छ भनेर। र सेगुनको कलिलो पत्ता चाहिँ खुनसँग मिल्छ, एकदम खुन जस्तो कलर हुन्छ। यो मार्दाखेरि चाहिँ बेसी माडेर एकदम पुरा च्वाउने जस्तो गर्यो भने चाहिँ पुरै खुन जस्तो कालो तप रातै हुन्छ। अनि कम्ती माड्यो भने चाहिँ यसरी हात हुन्ती लाग्छ, तर एकदम रातो हुन्छ सेगुनको। र तपाईहरुलाई कस्तो लाग्यो हेरिनु होला र ट्राई पनि गरिहेर्नु होला।